फाइनली गाइस म चाहिँ रुम आइपुगेँ ड्युटीबाट र अहिले चाहिँ अब चाहिँ म लुगासुगा फेर्छु अनि चाहिँ हेर्नुहोस् तपाईँहरू म के गर्छु। आज चाहिँ अलिकति नक्कल पारेर सुत्नु पर्यो, नक्कल सक्कल पारेर सुत्छु। अब के गर्नु है, घाममा हिँड्नुपर्छ, त्यही भएर अब नक्कल सक्कल अलिकति पार्नु पर्यो नि। आजको दिन पनि जसो तसो काटिहाल्यो। घर जानु धेरै दिन छैन है, घर जानु धेरै दिन छैन। म चाहिँ बिमार भएर चाहिँ होइन साथीहरू, कस्तो बिमार सर्दी लागेर चाहिँ होइन भित्रबाट पनि स्वेटर लगाएर चाहिँ सुतेको पऱ्यो। स्वेटर लगाएर पनि ड्युटी गएको, हाइनेक भनौँ न, स्वेटर पनि होइन हाइनेकको चाहिँ यो यसले चाहिँ मेरो घाँटीको माथिबाट ननिस्कियोस् भनेर यसले चाहिँ छोपेको क्या, उयो अड्काएको क्या। कस्तो चाहिँ के गर्नु, ड्युटीमा पनि एसी हुन्छ नि त, एसीले कस्तो चिसो लाग्छ क्या। अन्त घर रुम आउँदाखेरि यहाँ रुमको एसीले जाडो, ड्युटी जाँदाखेरि ड्युटीको एसीले जाडो। अन्त भन्नुहोस् त के गर्नु त। अन्त हाइनेक मलाई लगाउनै पर्यो। त्यही भएर चाहिँ मैले चाहिँ हाइनेक साइनेक लगाएर चाहिँ ड्युटी गएको थिएँ। नत्र अन्त त्यस्तै हो भने त घाममा त सकिँदैन नि साथीहरू। म चाहिँ अब चाहिँ लुगा फेरिसकेँ। अब चाहिँ यहाँनिर चाहिँ चडक चुडुक गरेर चाहिँ होइन सिनिक कपाल चाहिँ माथिनिर यसरी सिनिक बनाएछ र चाहिँ के गर्नुपर्छ भन्दा सिनिक बनायो होइन, भयो होइन। यति कुरा गरिसकेपछि चाहिँ अहिले त यस्तो खालको निस्केको छ साथीहरू। के हो के यसरी टक्कै कान र यसलाई चाहिँ मजाले यसरी कपालमा चाहिँ नलागियोस् भनेर चाहिँ यसरी गर्नुपर्छ हो साथीहरू। अन्त यो चाहिँ पानी यहाँदेखिको माथि चाहिँ नजाओस् भनेर अब हामी यस्तो गर्नुपर्छ हो। अब लेट्स गो विथ मी, आउनुहोस्। अब चाहिँ गयो होइन। के माया लाग्दो देखेको, मेरो त हड्डी हौ, कहिले मासु पलाउने है, यो हड्डी कहिले पुर्लिनु। वासरुममा गएर चाहिँ पहिला मैले मेरो यो डस्टहरू जति पनि आज दिउँसोभरि जति पनि डस्टहरू भयो त्यो सबैलाई पहिला हटाउनुपर्छ, मुख धुनुपर्छ है फर्स्ट चाहिँ है। म चाहिँ यहाँनिर पानी चाहिँ बिहान नै पानी थापेर राखिरहेको बाल्टीमा चाहिँ एक बाल्टी पानी चाहिँ यसरी भरेर राख्छु होइन। किनभने यति बेला अहिले मैले कल खोल्दा एकदमै तातो पानी आइरहेको हुन्छ। माथिनिर उयो ट्याङ्की चाहिँ तातेर गरमले के हो, अब दिउँसो गरम कस्तो धेरै हुन्छ, त्यही भएर त्यो ट्याङ्की चाहिँ तातेर चाहिँ पानी पनि तातो नै आउँछ। र तातो पानीले विशेष कुरा याद राख्नुहोस्, तातो पानीले मुख धुनु हुँदैन, स्किन जल्छ, प्लस विङ्कल्स छिटो आउनु सक्छ। र अर्को कुरा चाहिँ कपाल, विशेष गरी कपाल चाहिँ कहिले पनि ननुहाउनुहोस् होला तातो पानीले। यदि तपाईँले तातो पानीले कपाल नुहाउनु भयो भने चाहिँ कपाल छिट्टै झर्दो रहेछ है साथीहरू। त्यति कुरो चाहिँ मैले थाहा पाएँ यहाँ आएर। कपाल चाहिँ कहिले नधुनु पर्ने हो। कपाल नुहायो भने चाहिँ के भन्छ, कपाल तपाईँको झरेर चिन्दै हुन्छ। त्यही भएर कपाल चाहिँ यो कलको पानीले चाहिँ नधुनुहोस् हो। मैले जस्तै यदि तपाईँको घरमा पनि तातो पानी आउँछ भने चाहिँ मैले जस्तै पानी जमाएर राख्नुहोस्। अब चाहिँ मुख धुनु पर्यो। म चाहिँ यो फेस वास युज गर्छु क्लिन एन्ड क्लियरको। यसले चाहिँ मेरो स्किनलाई एकदमै रिफ्रेस बनाउँछ नि त, पिम्पल्सहरू आउँदैन। म चाहिँ खासै चाहिँ त्यस्तो हेभी मेकअप पनि गर्दिनँ कि ड्युटी जाँदा, तर पनि मेरो चाहिँ म अलिकति काजल लगाउँछु नि त, अन्त आँखामा अलिकति डार्क सर्कल जस्तै टाइपको हुन्छ क्या कहिलेकाहीँ। अब हुन त खास त राति निन्द्रा पनि पुगेको हुँदैन, तर पनि अब
गाजलले पनि होला सायद अलिअलि डार्क सर्कल देख्छु क्या गाजलले गर्दाखेरि पनि, त्यही भएर म चाहिँ डबल फेस धुनुपर्छ गाजलले गर्दाखेरि हो। गाजल लगाएको छ भने चाहिँ डबल फेस धुनुपर्छ यसरी। फ्रेस भयो। अब चाहिँ यतिको चाहिँ भयो। अब यहाँदेखिको के गर्नुपर्छ म हजुरहरूलाई भन्छु हस्। अब चाहिँ यहाँनिर चाहिँ मेरो फेस एन्ड बडी स्क्रब, यो चाहिँ मेरो निमको हो र यसलाई चाहिँ अप्लाई गर्नुपर्छ आफ्नो फेसमा, वेट फेसमा नि। पहिला आफ्नो फेसलाई मजाले धोइदै गऱ्यो, पहिला सबै डस्टहरू क्लिन गऱ्यो, आफ्टर द्याट यसलाई अप्लाई गर्नुपर्छ। कसरी युज गर्नुपर्छ भन्दाखेरि चाहिँ फर्स्ट तपाईँ यसलाई चाहिँ थोरै हातमा लिनुहोस्, थोरै जति आफ्नो आफ्नो फेसमा भ्याउँछ। मेरो अनुहार त सानो छ त्यसैले गर्दाखेरि मैले थोरै लिएँ। हजुरहरूको फेस अलिक ठुलो छ भने ठुलो लिन सक्नुहुन्छ हो। त्यसपछि फिङ्गरको टिपले यसरी लाउनुपर्छ, तर तपाईँको लाइक फेस चाहिँ वेट हुनुपर्छ, अलिक भिजेको हुनुपर्छ। गिलो गिलो छ भने मात्रै मजाले लागिन्छ। यसरी गर्नुपर्छ। अनि एउटा कुरो चाहिँ याद राख्नुहोस्, तपाईँको लिप अनि तपाईँको यो आँखामा चाहिँ नलागोस्, त्यसलाई चाहिँ अलिकति जोगाएर लगाउनुपर्छ। अनि तपाईँको आइब्रोजलाई पनि अलिकति जोगाएर लगाउनु पर्छ। यसले चाहिँ तपाईँको फेसलाई चाहिँ एकदमै ज्यादा रिफ्रेसमेन्ट अनि स्किन ग्लो बनाएर चाहिँ आउँछ हो। यसले चाहिँ तपाईँको स्किनलाई एकदमै ग्लो गरिदिन्छ। अलिकति यसरी स्क्रब, यस्तो जोडले घोटेर पनि होइन, सफ्टली पनि होइन, ठिक्कैको भोल्युम, ठिक्कैको मजाले यतिको तपाईँको स्किनलाई ड्यामेज चाहिँ नहोस् त्यतिको चाहिँ यतिको चाहिँ गर्नुपर्छ। तपाईँले यतिको गरिरहनुपर्छ। यो तपाईँले यो स्क्रबिङ चाहिँ तपाईँले विकली गर्दा पनि भयो, डेली त गर्नु भएन। डेली गर्नुभयो भने फेरि तपाईँको छालामा तपाईँको स्किनमा रस हुनु चान्सेसहरू धेरै हुन्छ नि त। अनि त्यही भएर यसलाई विकली एकपल्ट या दुईपल्ट गर्दा भइगयो। यसले चाहिँ तपाईँको फेसलाई है मजाले एकदम नेचुरल ब्युटी ल्याउँछ है साथीहरू। यदि हजुरहरू पनि घरमा हुनुहुन्छ भने घाम ट्यानहरू डार्क स्पट्सहरू अब धेरै, अब हामी त केटी मान्छे छोरी मान्छे हो नि त, हामीलाई धेरै कुराहरू अब अनुहारमा चायाहरू आउँछ है, कति कुराहरू आउँछ। अब त्यो कुराहरूदेखि जोगाउनु पर्छ है। आफ्टर चाइल्ड झन् बिहे गरेको केटीहरूको लागि पनि यो राम्रो हो, स्क्रबिङ गर्नु राम्रो हो। क्लिन्जिङ स्क्रबिङहरू गरिरहनुपर्छ है तपाईँहरूले। यदि तपाईँहरूले क्लिन्जिङहरू स्क्रबिङहरू गरिरहनु भयो भने, तपाईँको स्किन केयर गरिरहनु भएको छ भने त्यो तपाईँलाई नै राम्रो हो। पछिको दिनमा चायाहरू आउँदैन, विशेष गरी है हामी छोरी मान्छेहरूलाई त अब कस्तो क्लियर स्किन चाहिन्छ नि त है, स्किनहरू राम्रो होस्, अब दाग वाग नलागोस्। हामीलाई अब कति मात्रै फाउन्डेसनले छोप्नु भन्नुहोस् त, कति दिन चाहिँ मुख धुँदाखेरि त्यो फेरि त्यत्तिकै हुन्छ त मुख धुँदाखेरि त। अनि त्यही भएर यदि तपाईँलाई नेचुरल ग्लो चाहिएको भने चाहिँ स्क्रबिङ क्लिन्जिङहरू चाहिँ गर्दै गर्नुहोस् है। यदि तपाईँहरूलाई आउँदैन, तपाईँहरू बिगिनिङमा हुनुहुन्छ अरे, नयाँ हुनुहुन्छ अरे, तपाईँले युट्युब च्यानलबाट पनि सिक्दा भइगयो नि कसरी गर्नुपर्छ, या फिर मेरो भिडियो हेरेर पनि तपाईँहरू सिक्नुहुन्छ यसरी। यसरी गरिसकेपछि चाहिँ तपाईँको जुन चाहिँ यो घाँटी छ, घाँटीको अलिक यता यता पनि गर्नुहोस्, किनभने अब तपाईँको फेस अनुहार मात्रै फेयर भएर भएन नि त, तपाईँको नेक पनि माइने गर्छ त्यत्तिकै। त्यसैले
जहाँ जहाँ भेटिन्छ त्यहीँसम्म गर्नुहोस् है। र साथीहरू यसलाई लगाइसकेपछि, यसलाई अप्लाई गरिसकेपछि चाहिँ कति मिनट राख्नुपर्छ त्यो टाइम पनि म तपाईँहरूलाई भन्छु है। यसलाई यसरी लगाइसकेपछि मजाले स्क्रब गरिसकेपछि चाहिँ यसरी तपाईँको जुन चाहिँ यो यसो चेपतिर यस्तो कुना कुनातिर भयो है, तपाईँको यस्तो निधारको यता माथि पिम्पल्स आउने जग्गातिर सबैतिर क्लिन गर्नुहोस् यसरी मजाले। यो चाहिँ तपाईँको विकली रुटिन बनाउनुहोस्, विकमा एकपल्ट या दुईपल्ट चाहिँ गर्नुहोस् है, हजुरको लागि राम्रो हुन्छ। र यसलाई चाहिँ तपाईँले 15 मिनट्स राख्नुपर्छ। 15 मिनट्सको भित्र तपाईँले वास गर्नु सक्नुहुन्छ अनि फेरि तपाईँले ग्लो हेरिहाल्नुहुन्छ। अब म तपाईँहरूलाई यसलाई वास गरिसकेपछि देखाउँछु कतिको ग्लो आउँदो रहेछ त है। यसलाई राखेर चाहिँ अलिकति लुगा पनि धोइहाल्छु। यसलाई अलिकति यसरी नै सुकिहाल्छ, अलिकति कम्ती लुगा धुनु छ, लुगा सुगा प्याचपुच पारिहाल्छु, त्यतिसम्म 15 मिनट्स पनि भइहाल्छ है। 15 मिनट्स राख्यो। आफ्टर 15 मिनट्स हेर्नुहोस् यसको ग्लो कतिको आउँछ है अनुहारमा। अब चाहिँ म लुगा धुनु जान्छु, अलिकति लुगा पनि धोइहाल्छु, यो पनि त्यतिसम्म सुकिहाल्छ, काम पनि हुने, आफू राम्री पनि हुने। मैले चाहिँ मेरो लुगाहरू धोइसकेको छु है। यहाँनिर धोइसकेर पनि पानी चुहाउनुको लागि चाहिँ, तर्काउनुको लागि चाहिँ मैले चाहिँ राखिराखेको छु। बिहान पानी चुहिसकेपछि तर्किसकेपछि चाहिँ सुकाउनु पर्छ। हाम्रो त यहाँ ठुलो ठुलो ब्याल्कनी छैन। अब गाउँघरमा भए पो ब्याल्कनीमा सुकाउनु या फिर बाहिर फुलबारीमा सुकाउनु भन्ने हुन्छ, यहाँ त छैन। त्यसैले गर्दा बाहिर चाहिँ हाम्रो चाहिँ लुगा सुकाउने जग्गा छ, जग्गा त छ होइन कि, लुगा सुकाउने रड छ, त्यहीँनिर सुकाउँछौँ। अब लुगा पनि प्याचपुच गरेर धोइहालेँ किनभने लुगा पनि धेरै थिएन, अनि त्यही माथि अब गाउँघरमा जस्तै मैला त हुने होइन है, रुमभित्रै त मैला हुन्छ। त्यहाँदेखिको पसिना मात्रै पखाल्नु थियो, प्याचपुच पारिहालेँ। अब यसको पनि टाइम भयो, यसलाई अब म मुख धुन्छु है। हेर्नुहोस् है यसको कस्तो चाहिँ आउँछ रहेछ रिजल्ट। फाइनली साथीहरू मेरो स्किन हेर्नु सक्नुहुन्छ है, अघिको भन्दा अलिकति भए पनि रिफ्रेसमेन्ट जस्तो देखेको छैन मेरो स्किन। अब यसलाई मजाले तौलियाले यसो छ्यापछ्याप गर्दै पुस्नुपर्छ। यत्तिकै गरेर पुस्नु हुँदैन, आफ्नो स्किन एकदमै सेन्सिटिभ हुन्छ। जब हाम्रो फेसको स्किन चाहिँ एकदमै सेन्सिटिभ हुन्छ, त्यही भएर हामीले चाहिँ यसलाई चाहिँ बस यसरी ड्याप 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 गर्यो छोडिदियो है। अनि यसलाई अब हामीले यति गरिसकेपछि चाहिँ हामीले मोइस्चराइजिङ क्रिम लगाउनै पर्छ। मोइस्चराइजिङ क्रिम लगाएर सुत्नुभयो भने बिहान उठ्दाखेरि तपाईँलाई हजुरको अनुहार एकदम नानीको हुन्छ नि, बेबी चिक जस्तै भइरहेको हुन्छ, नानीको फेस जस्तै भइरहेको हुन्छ, एकदमै सफ्ट अनि एकदमै खिला। मैले चाहिँ यो निभियाको चलाउँदैछु अहिले फिलहाल चाहिँ, निभियाको मोइस्चराइजिङ क्रिम। सो अब लगाउँ है त। यो चाहिँ राति सुत्दाखेरि म अप्लाई गर्छु हात मुख धोएर। यसले चाहिँ हजुरको स्किन एकदमै सफ्ट बनाइदिनुहुन्छ है। यदि हजुरहरूको फेस ओइली छ या फिर ड्राई छ भने पनि तपाईँहरूले यो अप्लाई गर्न सक्नुहुन्छ। यो मोइस्चराइजिङ क्रिम चाहिँ एकदमै राम्रो छ है, निभियाको हो यो चाहिँ, एकदमै
मजाको छ र यसले चाहिँ स्किन हजुरहरूको स्किनलाई एकदमै राम्रो बनाइदिनुहुन्छ। मेरो स्किन हेर्न सक्नुहुन्छ, यतिको ग्लो चाहिँ आउँदैछ है अहिले मेरो स्किनमा। हजुरहरू पनि मलाई कमेन्ट गर्नुहोस्। हजुरहरू देख्न सक्नुहुन्छ मेरो स्किन है, यतिको चाहिँ बनाउँछ। थ्याङ्क यू फर वाचिङ। अब चाहिँ म सुत्छु है, अब भोलि बिहान फेरि ड्युटीको लागि पनि उठ्नुपर्छ। सो बाई बाई, गुड नाइट, स्विट ड्रिम माई फ्रेन्ड्स।